साथीहरु हामी केही चीज किन्ने हो भनेर त्यो फोकस नै गर्दैन अबे म त झन् कुन दुनियाँबाट छिराएछु यार यार यस्तो उकालो रहेछ नि हाम्रो यो पार्क रुको रुको ऐसे नहीं शुरू से दिखाता हूँ गाइज वेलकम टु माई न्यू ब्लग अनि आज चाहिँ हामी सबैजना भएर घुम्न जानु लागेको होइन अनि अहिलेसम्म जापान आएर चाहिँ हामी कहीँ घुम्न गएको छैन कि अनि आज चाहिँ सबैजना हामी 10जना आएको थियो नि त हामी यो कम्पनीमा चाहिँ अनि 10जना सबैजना भेला भएर घुम्न जाऊँ न भन्दै थियो अनि त्यसपछि हामी चाहिँ सबजना साइकलबाट जानु लागेको होइन म चाहिँ यहाँ बसिरहेको छु सबैजना वेट गरिरहेको छु 2जना साथीहरू आएको छैन क्या यहाँ झन् सधैँ कति ढिलो आउँछ उनीहरूलाई सबसे पहिला भनेको तर उनीहरूले यहाँ आइपुगेको छैन क्या अनि सबैजना रिसाएर बसिरहेको छ अब कति आधा घन्टा जस्तै लाग्छ भन्दै थियो अनि सबजना आफ्नो साइकलमा जानु लागेको होइन यहाँ लक्ष्मी रिसाएर यहाँहरू नै यस्तो बसिरहेको थियो हिरोइनहरू जस्तोमा आएकै छैन वेट गरेर हामी यहाँ पागल हुन लागिसक्यो यहाँको फेरि सिग्नल होइन यस्तो स्पिड छ कि अलिकति हिँड्यो फेरि सिग्नल आउँछ फेरि अलिकति हिँड्यो फेरि सिग्नल आउँछ हामी चाहिँ यहाँ 10जना छौँ होइन 1 2 3 4 5 6 7 मसँग 8 अनि त्यसपछि 2जना आउँदैछ सबजना चाहिँ जान रेडी भइसक्यो म पनि रेडी हुनुपर्छ नत्र त यिनीहरूले मलाई छोडेर गइदिन्छ फेरि 2जना दाइहरू हुनुहुन्छ यिनीहरूसम्म त्यही वेट गरिरहेको छु भने यहाँ एउटा यहाँ छ एउटा यहाँ 2जना हिरोइनहरू हे भगवान् कम त हिरोइन भइरहेको छैन हौ रिसले मुख फुल्लाएर बसिरहेछ ओके लेट्स गो गाइज उनीहरू चाहिँ आइसक्यो होइन अब हामी जान्छौँ ओके लेट्स गो आई होप दिस विल बी फन उनीहरू आयो महारानीहरू साथीहरु हामी हेलो I'm so sorry guys यहाँबाट हिमाल देख्नु त्यो हेर न यो जरा झन् कहाँ आइपुग्यो र सबजना यहाँ हाम्रो ग्रुपहरू सबजना साइकल लिएर बसिरहेको छु यहाँ हाम्रो खालिक बिजो क्या सबजना साइकल लिएर बसिरहेको छ अबे म त झन् कुन दुनियाँबाट छिराएछु छु यार कस्तो राम्रो देख्यो क्या हेलो हेलो सब यहाँ यस्तो भिरालो बाटोहरू छ साइकल कसरी लाने हामी सोच्दैछौँ क्या सबैहरू त्यहाँ बाटो त यत्रो ठुलो पुल छ सबजना साइकल लिएर उभिरहेको छ एउटा धेरै बाटो थाहा नभएर हामी यहाँ कहाँ हिँडिरहेको छ बल्ल बल्ल त्यो ओह्रालो झऱ्यो यार सी हाम्रो यहाँ मोटरसाइकलको टिमहरू हेर यहाँ लेट्स गो गाइज यहाँ पुल हेर्न कस्तो ठुलो छ हामी चाहिँ आउँदा हामीलाई यहाँ पानी र भोक लाग्न थालिसक्यो आएको अनि हामी चाहिँ भ्यालोरबाट केही किनेर लैजाऊँ न भनेर आएको भ्यालोर सबजनाले यहाँ उत्यो पनि उत्यो गरिसक्यो अब चाहिँ भ्यालोरबाट के किनेर अनि त्यसपछि फेरि जान्छौँ हामी अहिलेसम्म पुगेको छैन हेर गाइजहरू मजा सी फुड हेर सी फुड सबजना यहाँ वेट गरिरहेको छ के किने भनेर हेलो हामी चाहिँ घुम्न जाँदाखेरि होइन यहाँबाट खासमा चिप्स लिन आएको थियौँ हाम्रो साथीहरू सी फुड हेर्दै यहाँ मान्छे मलाई मैले चाहिँ हेरेको छैन तिमी खान्छु भनेर लागेर चिप्स खोज्न केही चिज किन्ने हो भनेर त्यो फोकस नै गर्दैन अरू के हेर्छ त्यही हो कि होइन सबजना के हेर्छ हाम्रो हिरोनी मैचा हो कि कस्तो राम्रो देखाएको के लिने भन्छ 10-10जना आएको यो भिडियो मलाई उसमा के अरे सार्नुपर्छ न यो वाला चाहिँ
कस्तो राम्रो देख्यो ल आरी साँच्चीकै कस्तो राम्रो देखाएको छ मलाई जहिले तिमीले त्यस्तै भन्छ ल आरी लाग्छ कसैले भन्दैन ढाडेहरू हुन्छन् मलाई यसले मात्रै भन्छ साथीले यहाँ सामान किनेर आउँदैछ होइन एउटा नक्कली यहाँ टिकटक बनाउँदैछ म यहाँ भ्लग बनाउँदै ठिक्क छु अब उनीहरू सामान किनेर आइसक्यो आम्मामा कत्रो धेरै किनेछ सामान पनि हेर न हे भगवान् अझै कति बाटो छ हामीलाई थाहा पनि छैन जुनहरू आउँदैछ यहाँ साइकल यहाँ छ अब जाने हो हामी चाहिँ ओके लेट्स गो गाइज हिरोइनहरू हेर न मलाई एक दिन हाम्रो कपिलरी सालले बेसी खाएको गाईको कोही घुम्न गएको थियो भनेर भन्नु पर्दै थियो कि मलाई भन्नु गाइज कस्तो देखाएको छ हिरोइन जमजम अब चाहिँ हामी फाइनल आइपुग्छ यहीँ हो है तर भित्र कसरी जाने थाहा छैन यार यस्तो उकालो रहेछ नि हाम्रो चढ्नै नसकेर साइकल लानै सकेन सबजना हिँडेर जाँदैछ क्या स्या स्या भइतिर फाइनल्ली हामी चाहिँ साथीहरू हामीले हेरेको ठाउँमा आइपुगिसक्यो यस्तो उकालो रहेछ नि साइकल जानै नसकेर मारे पछि सबजना गइसक्यो म एक्लै यहाँ बसिरहेको छु यार यो हो पार्क कतिजना रहेछ मान्छेहरू नै हो सबजना गइसक्यो मान्छेहरू फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यो सबजना यहाँनिर साइकल पार्क गरेर सबजना बसिरहेको छ ठाउँहरू कस्तो राम्रो रहेछ तर यहाँनिर के गर्नु हाम्रो भाग्य नै रहेनछ यहाँनिर आज चाहिँ सबै कुरा बन्द भइसकेको छ यो चढ्न पनि पाएन हामीले होइन पानीमा यस्तो रहेछ क्या सो स्याड गाइजहरू आज यो डुङ्गा चढ्नै पाएन भने कस्तो राम्रो छ तर भ्यू हेर्नु न एकदम रमाइलो छ म लिपसिङ गर्दै गर्छु नि लिपसिङ गर्दै गर्छु होइन अब चाहिँ हामीलाई लास्टै भोक लागिसक्यो अब चाहिँ खाजा खान जान लाग्यो सबैजना उता गइसक्यो हामी पनि जाँदैछौँ अघि सुक्पाबाट के चिप्स किनेर ल्याएको छु के अरे कस्तो राम्रो छ हेर्नु न ठाउँ हिरोइन मै चाहिँ यहाँ हिँड्दैछौँ किने बाटोमा चाहिँ केउसी छेउ छ अनि केउसी छेउको लाइट हेरेर जाउँ न आज घर भनेर हामी चाहिँ केउसी छेउतिर लाग्यौँ हेर्नु कस्तो राम्रो रहेछ हो यहाँ बसेर खान्छौँ चिप्स थियो खानु भनेको यो ओहो कोक पनि ल्याएछ तिनवटा हिरोइन भएको छौ आज हामीलाई घुमेर ठाउँ पुगेको छैन यस्तो राति भइसक्यो तर हामी यहाँ कियोसी जो हेर्नको लागि यहाँसम्म आइपुगिरहेको छैन कियोसी जो रातभरि घुम्ने बस्ने आज त के हो कस्तो हो रमाइलो हाम्रो ग्याङहरू हेर यहाँ आउँदैछ नक्कल लिएर यहाँनिर ट्रकमा सामान बेच्न राख्दो रहेछ कि यसरी कस्तो राम्रो सिकियो सुज्यो कोडेवा सबजना फोटो र भिडियो खिच्न उठ्दैछ हेर घुम्न आएको साइकल लिएर कस्तो रमाइलो यहाँ हेर्नु न पुरै गीत बजेर यसरी फोटो खिच्ने रहेछ है कस्तो
मजाको गीत बजाइरहेको रहेछ कि यहाँ ओ हेर्नु न कस्तो म्याजिक ट्री जस्तो कि गभर्मेन्ट wow it's so beautiful like a magic tree भयो भयो के भयो भने कस्तो राम्रो लाइट क्या कस्तो राम्रो हेलो गाइजहरु हेर्नुस् न कस्तो राम्रो र यो ट्री हेर्नुस् न वाउ म्याजिक ट्री Oh my god.